What's up beautiful people, hello and namaste. अनि आज चाहिँ म जाँदैछु बेसी सहर फेरि चाहिँ भान्सार हुँदै हुँदै तिलिचो डेस्टिनेसन अनि यो गाडीमा जाँदैछु हो। यो चाहिँ लोर्से मल सबैलाई थाहा छँदैछ। अनि यति हो कि टप ब्याग स्याग सब माथि लागिसक्यो। म चाहिँ खिच्दिनँ, म सुट दिन्छु, पुरै सुट दिन्छु म होइन। अनि म सिधै अब कहाँ खिच्छु भन्दाखेरि खाना खाने ठाउँतिर यसो झलक मात्रै। सो अहिले चाहिँ म आइपुगिसकेँ। कहाँ हो यो बेसी सहर आइसकेँ म। अब चाहिँ खानासाना खाएर जिप के छ अवस्था बुझेर सोध्छ भएको होइन। दाइ चाहिँ मान्छे आइसक्यो बेसी सहर आइसक्यो। अब बेसी सहरमा गाडी साडी नि सब भइसक्यो। ब्याग स्याग गाडीमा छ। गाडीमा चाहिँ 5जना जति भयो भने चाहिँ खाङसार पुऱ्याउँछ भने 5-6जना भयो भने चाहिँ खाङसार पुऱ्याउँछ अरे होइन। नत्र चामेमा छोडिदिन्छ भन्दा चामेमा छोडिदियो भने चाहिँ भोलि बिहान फेरि पुऱ्याइदिन चाहिँ। अनि त्यसपछि म चाहिँ अहिले होइन टक्क अहिले गेम चलिरहेको सेमी फाइनल रहेछ हो। दादाले चाहिँ बोलेरोको अगाडि सिट पाइसक्यो। त्यो खुसीको खबर। स्टेडियम गाई जाइन नभए सिधै खाङसार बाई। एउटा फेरि हट न्युज चाहिँ के हो भन्दाखेरि मैले फेरि ट्र्याकिङ दिएँ किन मलाई घाम्दैन जस्तो लाग्यो हो। मेरो ट्र्याकिङ दिएँ है मनाङमा पनि बेसरमा सस्तो रहेछ। 1000 रुपियाँ भनेको त सस्तै हो होइन। माहौल चाहिँ यस्तो छ यतातिरको। अनि बोलेर आएर होइन अहिले आउँछ अरे फेरि दिनलाई। म चाहिँ गइदिएको के सुसी मसँग केटा हो एउटा दामी कुरा छ। म देखाउँछु तिमीहरूलाई हेर्ने हो। दामी कुरा हेर्ने हो कि हेर्नु हो यो दामी कुरा। यो के हो थाहा? अब फेरि तिमीहरूले केस मेसी मात्रै देखायो, भित्र माल चाहिँ छैन सोध्छ होला। दाइ गाडी नै आउँछ मान्छे यो अब यो नि पत्ता लगाएन भने चाहिँ मलाई थाहा होइन। ल फेरि देखाइदिउँ भित्र खोलेर। मैले खुलिन्न त। ल के हो यो अब आफै बुझ्छ। चाहिँ म होइन पर्दैनलाई कस्तो अचम्म होइन। के अचम्म भन्नु मैले अचम्म त होइन फर्स्ट टाइम होइन के पनि होइन। यस्तो त देखिरहेको हो नि त। त्यही भएर यस्तो चाहिँ मतलब लाग्दैन। माथितिर चाहिँ अब के हुन्छ हेरौँ। म त दामी सुत्दै भने बोलेर मामा होइन मोबाइल सुत्दैछु मलाई थाहा छैन। दामी सुत्दै रहेछु होइन। अनि त्यसपछि चाहिँ ट्याक्क उठाएर यस्तो हेर्छु त यहाँ रोकिदिनु रहेछ क्या। तर सिधै केटा सिधै नै रोकिदिन्छ रहेछ। अनि अब यहाँ चाहिँ हल्का एक्सपेन्सिभ नै हो। के एक्सपेन्सिभ भन्ने 30 रुपियाँ बढी मात्रै हो, अरू त केही पनि होइन। यहाँ चाहिँ मैले होइन बर्खाली दाइको मायाको चिनो देखेँ एउटा, अरू त मैले चिन्दिनँ भन्नु पर्दा। अनि यो चाहिँ हाम्रो आफ्नै दाइको केडी रनिङ भन्ने खालको यो के हो। अरू त केही छैन तल्लो बल्लो। मैले लिएर आएन कि स्टिकर बनाएन। कहाँ मैले पावर ब्याङ्क किनेको मैले होइन। टाइप सीबाट चार्जर हुन्छ यहाँ उयो लास्टमा मैले चाहिँ टाइप सीबाट पनि चार्ज नभइदिने खालको मैले दिएँ क्या मलाई। अनि मैले फिर्ता पठाइदिनु भएको। आई निड टु गो वासरुम बट कहाँ जान्छ छैन क्या होला।
कति 6 बजीतिर चाहिँ मनाङ आइपुग्यो होइन। चामी 4 मनाङ आइपुग्यो तर म चाहिँ अझै आएन क्या। म चाहिँ अझै खाङसार जानु छ तर चाहिँ यहाँ बस्छ। अब बोलेर म एक्लै हो जस्तो लाग्छ मलाई। तर म चाहिँ अब खाङसार जान्छु त्यो कुरा। अनि आज चाहिँ म मनाङमा बस्नुपर्ने अवस्था आयो। किन भन्दाखेरि अति हिउँ पऱ्यो छ अरे माथि। अति त नि हिउँ चाहिँ पऱ्यो माथि जाँदैन अरे। अब भनेपछि यहाँ गोठन भन्ने छ अरे। यहाँ बस्छु म त्यही हो। सो केटा हो होइन। दादाको रुम चाहिँ यो हो। यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि प्याकेज 2000। त्यसमा तपाईँको अब तिम्रो के पऱ्यो भन्दाखेरि अब यो अहिलेको रुम पऱ्यो होइन। अनि अहिलेको रुम त्यही माथि अब रुम पछि रुम पऱ्यो होइन। अनि रुम पछि के पर्छ भन्दाखेरि अब खाना अहिले चिकन रे राम्रो हो। अनि त्यसपछि बिहान ब्रेकफास्टको प्राइस मिनिमम फेरि 800 छ। त्यो गर्दा प्याकेज चाहिँ ठिक हुन्छ भनेर मैले प्याकेजमा लिएँ यो रुम। दादाको ब्याग भयो त्यति हो। अब 2000 नै अहिले जान्छ। तल त्यो गाडीले 2000 लियो। खाङसार 2500 भनेको मैले खाङसार पुऱ्याएन मलाई मनाङमा छोड्यो। भोलि आउनु भने 8 बजे बाइकमा पुऱ्याइदिन्छु भने अब हेरौँ। फेरि नि अब म चाहिँ केही पनि छैन क्या। न म चाहिँ डाटा न वाइफाई सर्भरले डाउन म चाहिँ। अनि मेरो यहाँको बेस्ट थिङ चाहिँ के हो भन्दा देख्दैन रहेछ मेरो त हिमाल देख्छ देख्न चाहिँ। अहिले झ्याल खोलेर अब त्यो चाहिँ बिहान अब म पार्कतिर डुल्न जान्छु। बाई बाई। हो यस्तो छ माहौल यहाँको कन्डिसन के हो। अब हामी बसेको थिएँ कहाँ भन्दै होटेल याक डान्सिङ याकको भाइको क्या त्यस्तो भइरहेछ। यहाँको आएछ मैले चिनेको चाहिँ कोही पनि छैन सिधा कुरा। अब यति हो। अब डे 1 चाहिँ यस्तै हो होइन। अब भोलि मैले गाडी साडी पाइनँ भने चाहिँ म यहाँबाट हिँडेरै जान्छु। 1.5 घन्टा लागेर यहीँबाट हिँडिदिन्छु म चाहिँ टुक्क मनाङदेखि। अब यहाँ चिनजान थियो म चाहिँ टन्नै मान्छेहरू। त्यो चाहिँ कस्तो भन्दाखेरि अब चिनजानले काम गरेन क्या। किन भन्दा डाटा साटा केही पनि छैन क्या। त्यही भएर ल हल्का प्रमोसन गरिदिउँ न। 10 जनाले हेऱ्यो नि होइन 10 जना आउँछ नि त होइन के हो। लेट्स गो। ल केटाकेटी हो आजको What's up beautiful people? Hello and namaste from the Manang and this is the washroom. त्यसपछि अहिले 7 बजेर अब लुगा सुगा लाउनु पऱ्यो। आज ट्रेक्स आज हिँड्नुपर्छ जस्तो लागिरहेको मलाई। आज हिँड्नु पऱ्यो भने चाहिँ 1.5 घन्टा हिँड्नुपर्छ। अब 8 बजी आइज भने हेरौँ के हुन्छ त्यहाँ। 7:30मा ब्रेकफास्ट छिटो हुन्छ। अनि तिमीहरूलाई एउटा कुरा देखाउँछु क्या म त्यहाँबाट होइन। हेर्ने त्यो कुरा 3, 2, 1 के हो यो हो कि के हो कि क्या हो कि होइन। अब त्यहाँ माथि छ होइन म चाहिँ चढ्छु क्या। अब त्यहाँनिर के हो कि के हो के हो कि के हो। ठिक छ त्यहाँ ट्याङ्की स्याङ्की सब जम्यो अरे पानी सानी आएन। सनराइज भइसकेको छ यार माथि। ल अहिले माथि भेट्नुपर्छ ब्रेकफास्ट खाँदा। अब म चेन्ज जान्छु ल। बाई 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 मदरफकर सी द्याट एन्ड बाई मा द्याट्स योर बाई। त्यो होला यस्तो अरू कुरा देखाउँछु म आफू चोट। घर बस चाहिँ घर बस निस्के। त्यहाँ माथि घोडा छ हो। यस्तोबाट सनराइज छ त्यहाँ डाँडाबाट हेऱ्यो भने हिमाल। पानी किन आउँदैन भन्छ मनाङमा यस्तो हुन्छ कि यो बाटो हिँड्न सक्छु त म आज
खाङसार जान आज त्यसपछि बेस क्याम्प दिनको सुरुवात यस्तरी हुन्छ ब्रेकफास्ट बनाउँदै होला उसो कि आगो घोडा त छ्याल्लु छ घोडा जाभरि जस राम्रै छ मनाङ आएर बस्यो भने दामी मजा आउँछ काहीँ माथि जानै पर्दैन मनाङै बस्यो भने नि होइन दामी हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ किन भन्दाखेरि हेर न केटा हो नै अगाडि छ कि यही डाँडा हो क्या डाँडा यस्तो त ब्रेकफास्टको इन्क्लुडिङ कफी पनि हो यु क्यान चुज मिल्क खाने कि ब्ल्याक खाने so I decided to have a black and now I need to get a little bit breakfast and I will move to bus park Manang bus park भन्नाले बाइक बोलेरो स्ट्यान्ड म चाहिँ त्यो थर्मस त्यो सानो कप लिएर जान्छु जस्तो कुरा गर्छ होइन के भन्छ एकचोटिहरू यो हान्दै चिया हान्दै कफी हान्दै खाङसार पुगिसकेपछि बल्ल फेरि त्यहाँबाट फेरि अझै हिँड्नुपर्छ क्या खास गरी खाङसारसम्म चाहिँ गाडी जाने कुरा हो होइन अब होइन अब त्यसलाई नि अब हिमालय हुन्छ क्या होइन अब कति अब जनवरी सुरु भयो होइन अब बिस्तारै त्यो नि अब त्यो डाँडा नि अब बिस्तारै हुन चाहिँ के हुन्छ अन्त केटा हिमाल हुन्छ यस्तो दिनु यही जस्तो हुन्छ यो छ नि बिचको यो टक्क यो यस्तो खप्प यस्तो काटेको अब त्यहाँ नि अब त्यही हुन्छ यस्तो खप्प होला नि हिमाल हुन्छ त्यहाँ यो चाहिँ लोकल अहिले चाहिँ म हिजो झरेको ठाउँतिर जाँदैछु 8 बजी आइज भनेको 8:30 8:30 भइसक्यो अब गाडी पाएन भने 16 आयो हिँडिन्छ 1.5 घन्टा यहीँबाट म चाहिँ बाले भएन भने होइन 1.5 घन्टा यहीँबाट हिँडिदिन्छु स्वाइँ छैन एकछिन जो म चाहिँ पुऱ्याइन्छ पुऱ्याइदिनु त अब के भन्दा अब 16 हिँडिदिनु म म्याचको गाडी जाँदैन रे माथि म्याच अब यो चाहिँ बाई वाकिङ सुई 1.5 घन्टा म अब हिँड्छु यहीँबाट टेक स्टार्ट फ्रम मनाङ 3000 कति छ यार यहीँबाट पुग्छ अरे अहिले सास फुलिरहेको मेरो यहाँदेखि अझै 1.5 घन्टा खाङसार गएर अझै बेस क्याम्पमा बस्ने हो एक्लै त नजानु पर्ने भनेर थोराङ हाई क्याम्प खैरीहरू छ म चाहिँ खैरीहरूसँग दोस्ती गर्दै जान्छु होइन एक्लै चाहिँ हिँड्दिनँ यत्तिकै सब आइस खोलै आइस ठिक छ होइन I see the खैरी ग्रुप एउटा दुःखको घटना चाहिँ के भयो भन्दाखेरि म तिलजो जाने अन्त होइन म थोरल्पा पासको बाटो हिँडिरहेको रहेछु कि अब काँडो झर्ने थाहा छैन मान्छेले ऊ त्यो रोड चाहिँ जाने अरे तलबाट त्यो दाइ फेरि होइन यत्रो आयो है अनि अहिले भर्खर बोलिदिइराख्यो भाइ थोरल्पा जान आँट्यो ए थोरल्पा जान आँट्यो भनेर वाह मान्छेले मान्छे नै हुँदैन नि सोध्नलाई होइन म चाहिँ डाँडाबाट जानिरहेछु खाङसारमा छिनी म यत्रो त्यहाँ आएर बसेर त्यहाँबाट चाहिँ मुस्ताङ निस्किन्छ रहेछ यो बाटो त्यहाँ फेरि थोरल्पाबाटै देखाइरहेको थियो तिलीचो नै देखाएन खाङसार नि देखाएन अब म फेरि back to the city. Motherfuckers, I used the shortcut way. I was fucking up. अनि ल्यातै हो त म्याच चाहिँ हेडु छ
Actually, fucking happening. यो रोडबाट जाने चाहिँ हो मैले थाहा बुझेको अनुसार गाउँमा हिँड्दै हिँड्न त्यस्तो बाटो एक्सट्रिम मैले डट बुट त लाऊ डट चप्पल म्याची Finally, I came to this road. Motherfuckers. Oh, the man is going to shoot the match. Finally, came to this. Ooh. ल अनि चाहिँ आएर रोडमा अब कसलाई सोधि थाहा छैन कुद्दिन्छु माछी झन्डा मुस्ताङ गएको म माछी अब त्यो मलाई थाहै छैन होइन त्यो पुल चढेर यता माथि गएर त्यो माथिको बस्तीहरू चाहिँ खाङसार जस्तो लागिरहेको मलाई कोही पनि छैन पछाडि माछीले फेरि म चाहिँ अगाडि पनि छैन हेर्ला होइन सोलो अब त्यो पुल झर्छु म जान्छु अनि माथि गएर त्यो पछि सर खाङसार लगाइरह आज म तालपरे बेस क्याम्पै जान्छु कि हेरौँ के हुन्छ अब खाङसार गएर एकछिन हल्का फुल्का पानी सानी भरेर बेस क्याम्प फाइनल्ली अब त्यो ठाडाबाट जानुपर्छ त्यो माथि आई विल टेक लिटल बिट रेस्ट हल्का फुल्का है ल के गरिदियो भन्दाखेरि यसलाई ल्याउँदाखेरि अरू भन्दा नि के भइरहेको भन्दाखेरि साइड ब्याक लुज भइरहेको क्या कसियो होइन कसियो त फेरि लुज हुन्छ म्याच हैट त्यो ठाडो उकालो चढ्दियो र खाङसार म बेस क्याम्प जाने प्रयास गर्छु तर होइन कुरा यो मुझले त चसा फेरि लगाएर भन्नु होला होइन फेरि लाग्यो मुझी तर है त हिँडेँ म माछी भोगेर हिँड्नुपर्छ है यो त लत्रक्कै हल्लियो त मुझी नाताङ लुटुङ भनिदिन्छ रहेछ एक्लै हिँड्दा यस्तो भनिदिन्छ अरे एक्लै हिँड्दा यस्तो त हल्लिँदैन छेउ खतरा हल्ले यो त फाइन 5,000 अरे अब के म यसलाई बन्द गरिदिएँ नि ढोका बन्द गरिदियो अरे आइपुग्यो खाङसार भने जस्तै हो त्यो एउटा घर देख्यो बल्ल सटौला हलवा सरर लम्चुङे डाँडैमा हावा सरर हरिच खाङसार म चाहिँ खाङसारमा अब अर्का राइट चाहिँ मैले के देखेँ भन्दाखेरि चाहिँ राइट आज पनि जानु पऱ्यो हो अनि चाहिँ आज पनि 150 अब चलाएको चाहिँ अनि यहाँबाट 4-5 घन्टा लाग्छ बेस क्याम्प जान्छु त्योपछि उतै भेट्छु थर्मासमा पानी भरिदिएको फुल होइन तर सोध हिँड्नै गाह्रो बनाइदियो खाङसारबाट निस्किए हो अब कति हिँड्ने थाहा छैन ब्याग चाहिँ मुची वाइल्ड भारी भयो क्या
फालिदिउँ क्या पानी म्याच लुगा नि 2-3टा झातिम जस्तो लागिरह क्यामेरामा राम्रो देखाएको छैन आँखाले त्यो बग्ला देखिरहेको मैले यतापट्टि हेऱ्यो भने यस्तो देख्छ यतापट्टिको डाँडाबाट हिँड्दा 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 त्यसको फेदमा पुग्ने हो अहिले इट्स कफी टाइम कफी बनाएर खाइदिनु पर्यो पानी फाल्न मन लागेन क्या म चाहिँ 150 लियो नि त त्यही भएर पानी फाल्न मन लागेन अब यहाँ यस्तरी बसिरह यहाँ यस्तो यस्तो अब त्यो बाटो हिँड्दै जान हो अहिले चाहिँ म गुम्बा आइपुगेँ के गुम्बा यो गुम्बाबाट मैले यहाँ तल 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 त्यो डाँडामाथि रहेछ बेस क्याम्प यतातिर अझै बेस क्याम्पमा हो कहाँ माथि लुगा धेरै नबोक भनेको थियो लुगा हल्का बढिहाल्यो जस्तो लाग्यो मैले अहिले यहाँ मलाई मुजी कान्डु हान्दा होइन फ्यालिम जस्तो लागिरहेको लुगै म्याच डस्टबिन यस्तो हुन्छ जे लगाइरहेको थियो त्यही भयो यहाँबाट बाटै छैन अब अफ सिजनमा होइन यस्तो हो कि मान्छे कोही नि हुँदैन त्यस्तो गुम्बा भिजिट गरेर अब फेरि म यहाँबाट फर्केर मात्र नि यहाँ चाहिँ यस्तो अब अगाडि फ्रन्ट भ्यू फाइनली आई केम टु सी सिर खैरा के यस्तो खाले खोला खाला यही जमे यस्तो छ यसको अल्टिट्युड 4070 मिटर यस्तोहरूलाई नोटिस गर्नुपर्छ है केटा म त बालुवाला हानेर टेकेको है लु ध्यान रहेछ आइपुग्यो सी खैरा इमा चाहिँ जे भयो नि सी खैरा खोला होइन थाहा छैन मलाई होइन यहाँ रहेछ 2-3जना मान्छेहरू चाहिँ निच खै नेपाल त्यति गाइड सक्न चाहिँ सकिन्छ है मलाई चाहिँ आर्ट गर्नुपर्छ सकिन्छ अब त्यो म चाहिँ हिमाल हेर्दै बस्दा कति मजा आउँछ नि आर्ट गर्नुपर्छ जे पनि अब त्यस्तो चिसो भइरहेको म मास्क लाउनु जस्तो भइरहेको तर अहिले अहिले माथितिर चढ्यो भने आउनु पर्ला ढुङ्गा झर्छ अरे क्या मेन डर लाग्यो नत्र त्यही हिँड्दिन्थेँ म चाहिँ ढुङ्गा झऱ्यो भने त टेन्सन भइहाल्छ नि त प्रभु त्यो हल्लिएको पागल हल्लियो त अन्नपूर्ण टु चाहिँ उठेको थियो कि ए दिस इज अन्नपूर्ण टु अनि के भन्थ्यो मलाई थाहा छैन मैले त भर्खरै सुने यो दिदीले भनेको होइन सँगसँगै जाने उता ल्यान्ड साइड एरिया चाहिँ त्यो हो कि अनि यो ढुङ्गा झर्दाखेरि यसो हो यहाँ अब चाहिँ डेन्जर बाटो आउँदैछ केटा हो ल्यान्ड साइड एरिया खोज्नु पर्यो त्यहाँ आफ्टर फकिङ फर्स्ट क्याम तर ल्यान्ड यस्तो भयो नि अब हामी त्यो ल्यान्डस्लाइड द्याट वान दिस वाज द्याट अनि अप चाहिँ माथि पनि दुख्छ यो 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 खुट्टा चाहिँ दुखिरहेको केही भएन दुखिरह भन्नाले यसको यहाँ फ्ल्याट हुन्छ नि खुट्टाको यस्तो हुन्छ नि त खास गरी यस्तो गोलो यसको त त्यस्तो हो जस्तो लाग्यो यसको चाहिँ म चाहिँ फ्ल्याट फुट जस्तो लाग्यो क्या मलाई तर फ्ल्याट फुट त होइन क्या मेरो यो चाहिँ कसरी दुखिरहेको अस्ति भर्खर गइरहेको थियो 5-6जना ब्याक टु खान्छ केटा चाहिँ दामी दामी चाहिँ केटीहरू तर केटा थियो नि त केटीहरू मात्रै भएको चाहिँ फेरि तिनीहरूलाई म बेस क्याम्प लिएर जान्थेँ ल्यान्डस्लाइड एरिया देखिरहेको छ हिमालय नभए हेर हिमाल धेरै बस्नु हुँदैन ढुङ्गा बस्नु हुन्न है केटाहरू कि बम्बेजी भ्लगले बस्नु हो दामी केटा चाहिँ यो लागेको मलाई के हो त्यहाँ पुग्यो मान्छेहरू नो भ्लगिङ राइट नाउ ओके बाई बाई 3:30तिर पुग्छु होला म बेस क्याम्प अनि चाहिँ नि
साइकल चिसो मैले त मुजी मार्क्स साक्स लगाइदिएको अर्थ भने यहाँबाट ल्यान्डस्लाइड हुन्छ तिनीहरूलाई जानेहरू पठाइदिएको म चाहिँ मार्क्स साक्स लगाइदिएको है कति मुजी थाकेलाई अब बेस काम त्यही हो तल त्यही भएर बस्दिएको चिलमा अनि यहाँ ढुङ्गा झरेको नि देख्छु नि त मैले त्यही भएर चाहिँ भइहाल्दो रहेछ ए अब के नियो तिमीहरूले भोलि त्यत्रो हेर्नु छ कता त खोइ कहाँ त्यही यिनीहरू त अन्नपूर्णको पछाडि गरे अन्नपूर्ण 2 को पछाडि यस्तो छ भनेपछि अगाडि कस्तो हो त पैदल छ होइन हेलो नमस्ते के भयो भन्दाखेरि कुरा केटा हो इट्स फकिङ डे 3 एन्ड देयर इज द बेस्ट क्याम्प अनि म माथि जाँदैछु त्यहाँ बत्ती रहेनछ मुजी बत्ती छ भनेर मलाई मुजी टन्नेले भन्यो माया छिक्ने बत्ती रहेनछ हो इन्भर्टर खोलेको रे इन्भर्टरले मैले जम्मा 10% चार्ज भयो मसँग बाँकी अब जम्मा 8% कति पर्सेन्ट छ डे 2 र डे 3 सँगै कन्टिन्यू हुन्छ अब यहाँ पावर ब्याङ्क नै लिएर आइन मैले मुजी त्यो एउटाको कारणले गरेर पावर ब्याङ्क लिएर आइन क्या अहिले त्यो पसलवाला सुड्डीमा चोट पाएन चोटले ल्याङ गऱ्यो बाटो चाहिँ यस्तो हो ल भ्लग चाहिँ आउँदैन त्यही हो त्यति हो फोटो खिच्नु पऱ्यो नि त माथि गएर होइन त्यही भएर ल बाई बाई फोटो पनि खिच्न सक्दिनँ होला क्या ताल पऱ्यो भने चार्जै छैन ओके बाई फाइनल्ली म धेरै माथि आइसकेँ अनि यहाँको भ्यू चाहिँ यस्तो प्रकारको छ हो मेमी चाहिँ एकछिन बस्दिएको यो ठाडो गाडीले धेरै छाता गइसक्यो म्याच तर चढ्नु चाहिँ पर्छ है चढ्नु चाहिँ पर्यो त्यो सोचेर हिँडाइराखौँ म मोबाइलमा चार्ज छैन त्यही हो गर्छु के भन्ने हो र त्यताको हिमाल रेन्जहरू नि सकेको हावा चल्यो ल अहिले एकछिन भेटौँ बाई बाई सिधै तालमा भेट्छ म कहाँ नि भेट्दिनँ कस्तो ठाउँमा आइपुग्यो भन्दाखेरि यहाँले के छ होला भनेको होइन रहेछ यहाँ अब कुन बाटो जाने थाहा छैन अगाडि मान्छे त गइसक्यो होइन मान्छेहरू त गइसक्यो हात कक्रियो मेरो मान्छेहरू त गइसक्यो होइन तर कुन बाटो हो नि थाहा छैन त्यहाँ तर पोलहरू गाडी राख त्यही बाटो हो सियो रे अनि भ्यू चाहिँ यस्तो छ यहाँको यतिखेरको भर्खरको चाहिँ यस्तो छ यहाँ गएको छ यहाँ म छु अब मातिर भेटौँ यार म त तर्सिएँ मुझिने अब हिमाल चढिदिन्छु अब त्यहाँ फाइनल्ली तिलीचो लेक 4990 फाइनल्ली म्यान फाइनल्ली हो मेरो टाउको दुखिरहेको अहिले चाहिँ हल्का See this fucking awesome. See this. उयो चाहिँ छोप्छ है यो त्यो खुल्लै हुन्छ होला राइडन है भयो नि कम्प्लिट हानियो त्यही नै खुसी लागिरहेको मलाई यसो सोच्दा त म्याच सिक्ने जस्तो होइन सकिन्न क्या मोजी भएको थियो सी दिस मोजी वर्ल्ड हाइएस्ट लाइक यति सबभन्दामा चाहिँ किन भन्दाखेरि त्यहाँ हिउँनै हिउँले सक्छ क्या सोलो हो क्या त्यहाँ कोही पनि छैन मोजी बुझेन नो वान फकिङ इज हियर राइट नाउ कोही पनि छैन कम्प्लिट हाने मैले सही हो उयो चाहिँ पन्जा कहाँ झरे पन्जा त्यहाँ झरे अब यति यो भ्लग चाहिँ त्यहाँ इन्ड हुन्छ तिलीचोमै है
मसँग चार्जहरू केही पनि छैन, सब भ्लग नै टुङ्गिन्छ। बाई बाई। हामी खाङसारदेखि मनाङ हिँड्दैछौँ। गाडी साडी केही छैन। हामी हिँडेको कति घन्टा भइरहेको लगातार? 10 घन्टा भइसक्यो। बेस क्याम्प गयो, बेस क्याम्पबाट माथि गयो तिलचलेकबाट बेस क्याम्पदेखि फेरि सिखारे खाङसार उता अब मनाङै जाने विचार गऱ्यो। अब उतै जाउँ। बाई बाई। अहिले चाहिँ डे 4 मा चाहिँ हामी अब काठमाडौँ छिर्छौँ। यो चाहिँ पार्किङ हो, के अरे मनाङको होइन, जिप। अब धेरै ब्लग कस्तो भयो के भयो केही थाहा छैन मलाई, किन भन्दाखेरि अब मिलाएर हाल्नुपर्छ जे जस्तो भयो नि होइन। तर ब्लग चाहिँ यहीँ इन्डोन छ। त्यो माथि बसपार्कको होइन, तलको भिडियो बनाएर पनि काम छैन। यहीँ स्मित त हो, तिलीचोको सफर नै अन्तिम हुन्छ होइन। म चाहिँ पुग्न छ काठमाडौँ, तर तिमीहरूले हेर्ने बेला चाहिँ नै समाप्त हो। ल यही हो लास्ट भ्यू। अब यस्तरी हेर्ने होइन। हिजो कहाँ थियो, आज कहाँ? त्यो डाँडै देख्दैन मैले चाहिँ, कहाँ भयो कहाँ हो। आज अब यो बोलेरोमा चलिदिने हो। बेसी सर पछि गाडी उचालिदिने, गाडी उठाइदिएपछि लाग्दिस।